सारा गाउँपालिकासम्म छ हैन। त्यो सिंहदरबारको जुन स्वरूप छ त्यो खालि बढुवा सरुवा नियुक्ति कमिसनमा चाहिँ सीमित हुनु भएन। त्यसलाई चिर्न सक्यो भने सक्छ भन्ने मलाई त विश्वास छ, किनकि यो नेतृत्व आयो कि त्यसका लागि हो भन्ने लाग्छ। तर त्यसका लागि संरचनागत इन्टरभेन्सन नगरिकन चाहिँ सम्भव छैन र यो नेतृत्वले गर्छ भन्ने कुरामा म चाहिँ विश्वस्त छु। अब केही समय हाम्रो फेरि स्वभाव कस्तो छ भने जनताले पनि आज मैले मध्य भोलि नै नतिजा चाहिन्छ भन्ने खालको हाम्रो स्वभाव पनि छ। स्वाभाविक रूपमा मध्य र पठाएका जनताले भन्ने पनि भए। रासोपालाई कहिलेसम्म शङ्काको सुविधा दिन मिल्छ जनताले? मैले अघि भनिहालेँ नि, तपाईँको सुरुको केही समय हो हैन। पहिलो 6 महिनामा 4 महिना 6 महिनामा चाहिँ नि एक किसिमको नतिजा दिन सक्ने स्थिति दिशा लिएन भने त त्यसपछि त यही पब्लिक हो नि त। र अहिलेको पब्लिक त फेरि कस्तो छ भने दल परिवर्तन नगरी मत हालेको छ। यो त उनीहरूले नै भनेको छ नि त हैन। रासोपा आफैले पनि आह्वान गरेको छ दल परिवर्तन नगर मत हामीलाई देऊ। त्यसैले यो पाटोमा चाहिँ नि स्ट्रक्चरल चेन्जमा निर्मम हुन्छ कि हुँदैन भन्ने कुराबाट नै रासोपाको नेतृत्वले युनिक काम गर्न सक्ने नसक्ने तर्फ चाहिँ नि इन्डिकेट गरि नै हाल्छ। त्यसैले फ्यु मन्थ्स, पहिलो 6 महिना, पहिलो 1 वर्षभित्र कानुन निर्माण गर्ने, कानुन बनाउने पाटोमा पनि संसद कति इफेक्टिभ हुन्छ र सरकारमा जानेहरू पनि खास गरी सुशासन डेलिभरीको सन्दर्भमा चाहिँ कति निर्मम हुन्छ भन्ने कुरामा चाहिँ हामीले हेर्नुपर्छ। आजको भोलि ओभरनाइट चेन्ज हुने हैन चिज होइन, तर ग्रेजुअली उसले प्रयास गर्यो कि गरेन, प्रयास कति गर्यो भन्ने हो नि त। प्रयासै गरेन भने त फेरि परिवर्तन सम्भव हुँदैन। उही पुराना दल र नयाँ आइसकेको दलमा फरक पनि देख्दैनन्। त्यसैले मलाई लाग्छ अब पब्लिक एक्सपेक्टेसन त मिट गर्न हेर्नुहोस् गाह्रो छ। तपाईँ जर्नलिजम गर्नुहुन्छ, सारा सबलाई खुसी राख्न सक्नुहुन्न नि त। तपाईँलाई कति धम्की आउँछ होइन, हामी देखेको छौँ नि होइन। राजनीति गर्नेहरूलाई पनि त्यही हो, तर उनीहरू मूलभूत रूपमा चाहिँ नि इमान्दार छन् कि छैनन्, जवाफदेही छन् कि छैनन् भन्ने कुरा छनक चाहिँ डे 1 देखि नै देखाउनुपर्छ। जवाफदेहिता हैन, जवाफदेहिता एकाउन्टेबिलिटी नै हो नि त ल्याकिङ सबभन्दा ठुलो। यो एकाउन्टेबिलिटीको पाटोमा चाहिँ नि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व सजग हुनुपर्छ र मलाई लाग्छ हुन्छ। हस्, यो हाम्रो प्रत्यक्ष प्रसारणमा उपस्थित भइदिनु भयो, आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद। नवीनजीलाई, तपाईँको सारा टिमलाई, यो सारा रातभरि खट्नु भएको छ होइन। जर्नलिजमको ब्युटी नै यही हो नि त।